फाइनली दाल भात तरकारी सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज म चाहिँ होइन यता बाख्रा चराउन आएको। अनि मेरो बाख्राहरू चाहिँ तलतिर चढिरहेको छ, यो तलतिर चढिरहेछ, तलतिर चढिरहेछ यता डुरीबारतिर। म चाहिँ यता रोडै हिँडिरहेको छु। फर्स्टै घामले पोलिरहेछ। तपाईँहरूलाई पनि पोलेको छ कि पोलेको छैन यसो मलाई कमेन्ट गर्नु होला। अनि म मात्रै आएको होइन, मेरो मम्मी पनि हुनुहुन्छ। मेरो मम्मी चाहिँ उता हुनुहुन्छ। म चाहिँ यता एउटा घन्टी बाख्रा यता तलतिर आएको भनेर तलतिर आछ भनेर म आएको यसो हेर्नलाई बुझ्नलाई। यता तलतिर घन्टी बज्छ कि बज्दैन भनेर आएको छु। बेसीमा घाम चर्किरहेको छ। अनि त्यही त घाँस पनि काट्ने भनेर आएको छु कि रे। अब घाँस पाइन्छ कि पाइन्न, एक मुठा त काटी भ्या। अब अरू मुठा चाहिँ कता काट्नलाई अलि मिठो मिठो घाँस चाहियो नि त। अनि पाराले खाने घाँस त चाहियो नि त। अनि बाख्राले खाने घाँस पनि खोज्नुपर्छ गाइस। म चाहिँ यतातिर आइसकेको छु। यता तलतिर यता अल्चल्दी र बलिमराङ जाने बाटोतिर आएको छु। अनि तलतिर आएको छु। तलतिर दर्शन ढुङ्गा खोपेर फुल भरे जिन्दगीमा एउटा भुल गरे अब पिरतीलाई हिजो कसैले रोआयो आज पनि तिमीले रुवायो। भइगयो मलाई कोही पनि चाहिँदैन। एकदम थकेला जामा लाउनेहरू कता गए या छ्या बाख्रा नि छैन, कता गयो यतैतिर। अब एकछिनसम्म आराम गर्छु बसेर। गाह्रो छ नि, गाह्रो छ जिन्दगी। अरूलाई भनी चाहिँ कस्तो छ, हामीलाई कस्तो छ। नभन है वज्रपात पर्यो, भोग्नै पर्छ भाग्यले जे गर्यो। बरु दिन बितौला साथी बनेर, न त मन नदुखाऊ तिमीले नि मन नदुखाऊ। हामी अर्काको भएनौँ भनेर वज्रपात पर्यो, भोग्नै पर्छ भाग्यले जे गर्यो। बरु दिन बिताउला साथी बनेर, न त मन नदुखाऊ तिमीले नि मन नदुखाऊ। हामी अर्काको भएनौँ भनेर। कति झ्याउला है। खासमा थोरै बनाउँछ भने कस्तो धेरै भइसक्यो। धेरै भन्दा नि 4 मिनट भइसक्यो। 1-2 मिनट गराउँछु भनेको त भिडियो त यो पनि डिलिट गर्ने जस्तो अवस्था आयो। फाइनली दाल भात तरकारीहरू अहिलेलाई यति नै। बाई बाई जामा लाउनेहरू। बाख्रै पाएन। फाइनली दाल भात तरकारीहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। म चाहिँ यसो घरतिर जानु पर्यो, लास्टै घामले पोल्यो भनेर। बाख्राहरू चाहिँ उस्तो त आइपुग्यो, त्यता छन् बाख्राहरू। मेरो मम्मी हो त्यहाँ हुनुहुन्छ।
बिहान बाख्रा चाहिँ यतातिर गाई बाख्राहरू छन् आउँदैछन्। म चाहिँ घामले बोल्यो भनेर म चाहिँ घरतिर जानु भनेर खाएको। अब घाँस त एउटा मुठा घाँस थियो यतिर राखेको, अब त्यो छुट्टिएको घाँस म जान्न के लिन झ्याउलाई घाँस त्यही झ्याउला। ओ मम्मी त्यो घाँस नि अझै घाँस लिएर आउँछु भनेको चाहिँ बिर्सियो अरे मम्मीलाई। उफ हाम्रो बाख्राहरू त्यहाँ चरिरह, त्यहाँ पनि छ आधा, यता पनि छ आधा। पछाडि हाम्रो बाख्रा पनि देखाइदिनु भयो कि उफ त्यो हजुरबाले, त्यता पनि छ। थुप्रो छ हाम्रो बाख्रा चाहिँ, यस्तै 20 थुप्रो होला नि, 20 21 25वटा छ क्या हो गर्ने भने 25वटा छ बाख्रा। घरमा फेरि पाडो हो, त्यसलाई घाँस काट्नु भनेर आएको मान्छे म। एउटा मात्रै काटेर त्यही झ्याउलाएर बसिरहेँ। अनि त्यो घाँस पनि फेरि लिएर आउँछु भनेको भुसुकै बिर्सेँ। इस फाइनली यहाँ छ मेरो बाख्राहरू। नभन है बज्रा पात पर्यो, भोग्नै पर्छ भाग्यले जे गर्यो। कस्तो घामले पोल्यो, अझै झ्याउला कि मलाई त चप्पल तरकारीहरू त्यहाँ हेर्नु न, डढुवा हेर्नु त झमझम गरे। ऊ त्यहाँ अलिकति देख्न सक्नुहुन्छ। खै कहाँ गयो? अच्छा अघि घर त्यहीँ थियो क्या, किधर गया? कता गयो? हेर्नु न हाम्रो के भन्छ यहाँ बरै ढलेर दिमाग खराब। उफ त्यता गयो त्यो घरतिर ढ्याडबाट। भन्छन् मलाई हाँसेको सुहाउँछ, जसले भन्छ उसैले रुवाउँछ। छैन केको नासो, एउटा आँखा बेचेर तिमीलाई खुसी किनौला, अर्को आँखाले हेरौँला तिम्रै ओठको।